हेलो गुड मर्निङ है, गुड मर्निङ साथी हो, गुड मर्निङ है। म चाहिँ यसो बजारतिर आज लोकल कुखुरा खोज्न जाँदैछु है साथी हो। लोकल कुखुरा बजारतिर बाटोहरू पनि यस्तै छ, गाउँघरको साथी हो। म चाहिँ यो कच्चा रोड हिँड्दैछु है साथी हो, कच्चा रोड। के गर्नु हौ साथी हो, बजार गाउँको छोडेर अलि टाढा हिँड्दैछु नि म। आधी घन्टा जति पर्छ साथी हो बजार, घर छेउ छोडेर हिँडेको। अलि माथि लोकल कुखुरा खोजीमा साथी हो, लोकल कुखुरा। बजार हिँड्दैछु म साथी हो। अब गाउँघरको बाटो यस्तै छ, के गर्नु साथी हो। अहिले चाहिँ यहाँ बिहानको 7 बज्न लाग्यो। त्यो पर डाँडा देख्नुभयो नि साथी हो, डाँडा पर देख्नुभयो। त्यो डाँडै भित्र पर्छ के बजार चाहिँ, त्यहाँ हिँड्दैछु है साथी हो म चाहिँ। यहाँ धान लडेर बिजोग हावा चलेर हुरी पानी आएर नि साथी हो, धान सबै लडेको छ साथी हो। धान चाहिँ छ, राम्रो छ है धान चाहिँ, तर सबै लडेको छ धान। हेर्नु यो बाटो चाहिँ म लगभग 8-9 वर्ष पछाडि हिँडेँ साथी हो। यो बाटो उतापट्टिबाट पनि छ, जताबाट हिँडिन्छ, तर यो बाटो चाहिँ नहिँडेको 8 वर्ष भएछ है साथी हो। म पुरानो बजार आउँदैछु, जङ्गल भएछ यताउँदै पनि साथी हो। यहाँ चाहिँ सबै खेत बाँझेको छ, हेर्नु साथी, खेत बाँझिएर योतिर खेत बाँझेको छ। त्यस सिमाना भन्दा धान पाकेर, सिमाना धान पाकेको छ। यता उतिर हेर्नु है, खेत यो बाँझिएको हो, बाँझिएको सबै विदेशतिर कि साथी हो। गाउँघर मान्छे नपुगेर चाहिँ अब यहाँ नजिकै साँझमा चाहिँ खेत बाँझै छ। त्यो साँझमा हेर्नु त पाकेको मकै, धान साँझमा धान पाकेको छ। ओरतिर बाँझै, मान्छे नभएर। यो चाहिँ यहाँ खेती गर्दाखेरि बस्ने ठाउँ है फेरि यो घर। अनि तिर्खा लाग्दाखेरि चाहिँ तपाईँको पानी एकदम यहाँ उम्रेको पानी हो। यो चाहिँ पानी छ, पानीको मन यहीँ छ साथी हो। ल हेर्नु, यो भनेको हाम्रो सामुदायिक वन है, सामुदायिक वन हो यतातिर चाहिँ सबै। हिँड्ने बानी हराएछ साथी, राम्रै सासो बढ्न थाल्यो त हौ साथी हो।
यस्तै गाउँघरमा हिँडेको बजार हिँडेको यस्तै गाउँघरको चाहिँ अर्ग्यानिकै साथी हो यो। खासै राम्रो ठाउँ त छैन, नभए पनि हाम्रो चाहिँ गाउँघरको है ठाउँ यस्तै छ। साथीहरूलाई देखाएको है, राम्ररी हेरिदिनु होला। यस्तै छ हाम्रो गाउँठाउँ। म चाहिँ बजार हिँडिरहेको छु है, बजार, गाउँको पुरानो बजार। अम्बक साफी फलो रुगा मर्गीले भेटेर अम्बक खाएर धेर क्या त्यो चिसोले अस्ति तपाईँको। मैले नि अस्ति 1 हप्ता चाहिँ खाइदिएको कि झन् साह्रो पार्न थाल्यो। लु भयो भनेर छोडिदिएको छु हिजो चाहिँ अम्बक खानलाई। अम्बक बेलायती। हजुर हजुर। मैले त्यहाँ मान्छे भेट्ने काम छ कि बजारमा, त्यही भएर यसो बजार पनि घुम्ने अनि यसो आफ्नो मान्छे नि त्यहाँ भेट्ने काम थियो र आएको नि आन्टी। म आएको त अस्ति दसैँ अघि नै हो नि त आन्टी। हजुर, दसैँ अघि नै आएको नि यहाँ। अनि बजार नगएको निकै भयो कि, फिनिस हो। हजुर, अनि यहाँ अब बजार नगएको निकै भयो कि यसो बजार जानु पर्यो। लोकल कुखुरा भेट्यो भने ल्याउनु पर्यो भनेर हिँडेको। कोही बेला त पाइँदैन पो त आन्टी। अनि अम्बक केराहरू पनि बोक्नु होला डोकोमा छाप्पै। हाम्रो त अस्ति केरा थियो नि 3-4 घरी, अब एकैचोटि पर्यो तपाईँको। कोही धेर पाकेर त्यस्तै भयो नि त। बस पनि गयो है साथीहरू। यो चाहिँ हाम्रो गाउँतिर झरेको है, यो हाम्रो घर छेउतिर झरेको है साथी हो, मान्छे लिनलाई। ल हजुर, यो अब तपाईँको हिउँदो लाग्यो नि त। यो साउदैमा हुर्काएको छ, हुर्काएर नि के गर्नु अब। यो कोही पोचेर जान्छ होइन त। यो अब सामुदायिकको भए पनि मेरो भने चाहिँ के भने नि, अब यो रुख ठुल्ठुलो बेचेपछि अब सामुदायिकै अब कोष होला नि त, त्यहाँ राख्ने बरु पैसा, त्यसरी फाइदा हुन्छ। अनि यो मसिनो पनि बढ्दो। यो बुढा हुन्छ यो आफै मक्केर लड्नुन्जेलसम्म राख्यो यो रुखहरू। अनि यो घाटा आफैले भएन, हामी सबैलाई सबै यो हुर्किसकेको छ रुखहरू। यो काट्नुपर्ने हो खासमा त। हो नि, हो नि। मेरो भने चाहिँ सामुदाय भएको रुख चाहिँ ठुल्ठुलो सबै काट्नुपर्ने। काटेपछि सानो नि अलि पातलो भयो, बढ्ने भयो। अनि त्यो पैसा नि सदुपयोगमा आयो। अब यो सामुदाय भनौँ त्यो रुख त्यो बुढा भएर नि भाँचिएर लडेर खेरो गयो नि त भन्ने छैन। के देश हो भन्नुभयो तपाईँले? मरितेस? खै त्यो त मैले आजै सुने कि। बजार आइपुग्ने बेला त अलिकति उकालो बाटो छ है साथी, थोरै उकालो छ। र पनि अब हैसो गरेर हिँड्दैछौँ हामी चाहिँ है। अनि म फाइनली बजार टेक्यो है साथी हो। जब बजार आइसकेँ फाइनली। बजार भनेको भर्खर लाग्नलाई सुरु भयो। म नि फाइनली आइपुगेँ बजार। यो बत्ती बलिरहन्छ क्या, यो चाहिँ भनेको ऊ बनाउँदै हिँड्ने फोटो, त्यही भएर हो के। तपाईँको पनि आउँछ अब यहाँ।
ए साथी हाम्रो गाउँ घरको बजार यो भिडियोहरु बनाउँछु कि त्यसै यसो बनाउँछु अनि यहाँ युट्युब च्यानल चलाएको छु कि यसो खिच्छु नि घरिघरि रमाइलो साथीहरूले देखाएको नि बजार कस्तो छ गाउँघरको भन्नुहुन्छ कि अनि देखाइदिएको त्यो चोक हो साथी उताबाट आउने चोक उता उँभोबाट आउने चोक हो यो चाहिँ यस्तै छ हाम्रो बजार पनि पाइन्छ सबै थोक पाइन्छ यहाँ चाहिँ